भएको होस्। विशेष गरिकन आदरणीय फास्टु दाजुलाई धेरै धन्यवाद, जसले मलाई यो परमेश्वरको वचन बोल्ने मौका दिनुभयो, यो अनुमति दिनुभयो। यसको लागि म हृदयबाट एकदमै कृतज्ञ भएको छु। आमेन। आजको दिन अनि परमेश्वरको वचनबाट हामी सुन्नेछौँ। आमेन। आजको वचनको विषय छ विशेष गरिकन समस्याबाट बाहिर निस्कने सबैभन्दा छिटो अनि छिटो उपाय भनेको परमेश्वरको प्रशंसा गर्नु हो। सबैभन्दा ठुलो कुरा, जब तपाईहरु म साँच्चै तपाईहरु म अनि एकदमै समस्यामा छौँ, एकदमै कठिनाइमा छौँ, त्यो गाह्रो स्थितिमा तपाईहरु म भएर जाँदै गरेको अवस्थामा छौँ भने तपाईहरु म त्यो कुराबाट एकदमै छिटो छुटकारा पाउने हो भने, त्यो कुराबाट तपाईहरु म निको हुने हो भने तपाईहरु मैले सबैभन्दा पहिला परमेश्वरको प्रशंसा गर्नु धेरै महत्त्वपूर्ण कुरा छ। आमेन। अनि एउटा मलाई त्यो कहिलेकाहीँ म विचार गर्छु, त्यो गुलेलीलाई जति तन्कायो अनि त्यो गुलेलीभित्र भएको त्यो गोली अझ त्यति टाढा जान्छ। किन भन्दाखेरि आज तपाईँ र मेरो जीवन पनि, तपाईँ र मेरो आत्मिक जीवन पनि गुलेली जस्तै हो। हालेलुया। जति आत्मिक रूपमा तन्किन्छौँ नि, त्यति नै तपाईँ र मेरो जीवनमा भएको परमेश्वरको उपस्थिति त्यति नै टाढा तपाईँ र मेरो जीवनबाट भएर पक्ने काम गर्दछ। हालेलुया। हालेलुया। अनि त्यो गुलेलीमा भएको त्यो गोलीले जसरी त्यो नकारात्मक कुरालाई हाने भने अनि त्यो कुरामा लाग्दछ, तपाईँ र म जति आत्मिक रूपमा जति हामी एकदमै चौडा भएर तन्किन्छौँ, त्यति नै तपाईँ र मेरो जीवनबाट परमेश्वरको उपस्थिति जब बग्दछ नि, तपाईँ र मेरो जीवनमा भएका रोगहरू, तपाईँ र मेरो जीवनमा भएका खराब कुराहरू त्यसबाट निस्किएर जाँदछ। हालेलुया। हालेलुया। अनि जब हामी हेर्ने भनेपछि दाउदलाई हेर्ने भने दाउदले अनि जब दाउद साउलको सेनामा अनि भर्ती भएका आफ्ना दाजुहरूलाई त्यहाँनिर अनि दाउदले के गरेको थियो? खाना पुर्याउन गएको थियो। के गर्न गएको थियो? खाना पुर्याउन गएको थियो। अनि त्यतिखेर उनीहरूको खबर बुझ्न त्यहाँनिर गएको थियो। अनि जब त्यहाँनिर युद्धको मैदानमा गएका थिए, उनका लागि बोलाए एउटा अचानक आएको विशाल समस्या जस्तै त्यहाँनिर थियो। कसको अगाडि? दाउदको अगाडि थियो। त्यहाँनिर विशाल एउटा समस्या जस्तै थियो। अनि एकदमै त्यो अचानक रूपमा आउँदै गर्दाखेरि त्यो एउटा के भयो भन्दाखेरि समस्या जस्तै थियो, जससँग उनले के गर्छन् भन्दाखेरि दाउदले अनि गोलियतसँग लड्ने भिड्ने निर्णय गर्छन्, उसलाई जित्ने निर्णय गर्छन्। हालेलुया। हालेलुया। अनि उनले के गर्छन् भन्दाखेरि लड्ने निर्णय गर्छन्। जब तपाईँ र मेरो जीवनमा पनि तपाईँ र मेरो कति पटक त्यस्तो परिस्थिति आउँदछ, तपाईँको मेरो परिवारमा, तपाईँ र मेरो कतिपटक व्यापार व्यवसायमा, कतिपटक तपाईँ र मेरो स्वास्थ्य अवस्थामा पनि कतिपटक नसोचेको बेलामा अचानक रूपमा बिरामी आउँदछ, कतिपटक व्यापारमा कतिपटक अचानक रूपमा घाटा पर्न जान्छ, कतिपटक परिवारमा छोराछोरीहरूमा, कतिपटक श्रीमतीमा, कतिपटक परिवारमा, विभिन्न कुराहरूमा कतिपटक अचानक समस्या तपाईँ र मेरो जीवनमा आउँदछ। प्रियहरू, त्यो समयमा तपाईँ र मेरो जीवनमा आएको विशाल समस्यालाई सामना गर्न तपाईँ र मैले सक्नु पर्दछ। त्यो समयमा तपाईँ र मैले गुनासो गर्ने होइन, त्यो समयमा तपाईँ र मैले त्यो समस्याको समाधान गर्ने सक्ने हुनुपर्छ। प्रभुको आराधना गरेर, प्रभुको प्रशंसा गरेर दाउदलाई हेर्ने भनेपछि यहाँनिर के गरेका छन् भन्दाखेरि, तर दाउदले गुनासो होइन तर विश्वासका वचनहरू बोलेर त्यहाँनिर के गरेका छन् भन्दाखेरि गुनाहको सामना गरेका छन्। जब तपाईँ र मैले सामुएलको पुस्तकमा हेर्यो भने 1 सामुएल 17:45 हेर्ने भनेपछि यहाँनिर दाउदले के वचन बोलेर यहाँनिर घोषणा गरेका छन् भन्दाखेरि दाउदले यहाँनिर जवाब दिए, त मसँग लडाई लड्न तरवार र भाला र वर्षा लिएर आएको छस्, तर म तसँग लड्न मैले तैँले विरोध गरेका इस्राएलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परम प्रभुको नाउँमा आएको छु। हालेलुया। तेरो भालाले मलाई केही पनि हानि गर्न सक्ने छैन, तेरो वर्षाले मलाई केही पनि हानि गर्न सक्ने छैन, तेरो कुनै पनि तरवार
गर्नेछौँ। अनि यहाँनिर के भनेको छ भन्दाखेरि अनि यहाँनिर भनेको छ कि इस्राएलका अनि फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा म आएको छु भनेर अनि यहाँनिर दाउदले भन्दछन्। आमेन। आज यहाँनिर दाउदले त्यहाँनिर भन्दछन् आज हाम्रो जीवनमा पनि बोले जस्ता समस्याहरू हुन सक्छन्। जस्तै उदाहरणको लागि रोग हुन सक्छ, आर्थिक कुराहरू तपाईँको जीवनमा, चुनौतीहरू, अभावका कुराहरू आउन सक्छन्, डरका कुराहरू आउन सक्छन्, तपाईँ मेरो जीवनमा परिवारमा पापका कुराहरू आउन सक्छन्, निराशाका कुराहरू आउन सक्छन्। यदि हामी दाउद जस्तै परमेश्वरमाथि विश्वास गर्छौँ भने परमेश्वरले ती सबैमाथि तपाईँ र मलाई विजय दिनुहुन्छ। हालेलुया। प्रभुलाई ताली बजाएर प्रभुलाई धन्यवाद दिनुहोस्। हालेलुया। आज त्यो परमप्रभुले तपाईँ र मलाई विजय दिनुहुन्छ। जसरी दाउदले वचनलाई घोषणा गरे, आज तपाईँ मेरो जीवनमा आएको समस्या र परिस्थितिमा पनि ख्रीष्टको नाउँमा वचनलाई घोषणा गर्न तपाईँ र मैले सक्नु पर्दछ। आमेन। हालेलुया। अर्को पनि भनेका छन् 17:47 यहाँनिर यसरी भनेका छन्, दाउदले भनेका छन् कि यहाँ भेला भएका सबैले जान्नेछन् कि परम प्रभुले न त तरवार न त भालाद्वारा बचाउनुहुन्छ, किनभने लडाइँ परम प्रभुको हो। उहाँले तिमीहरूलाई सबैलाई हाम्रा हातमा सुम्पिदिनु हुनेछ। आमेन। जति पनि तिमीहरू लड्न आएका छौ तरवार र भाला लिएर, ती सबै कुराहरू तिमीहरूको त्यो तरवारलाई पनि केही गर्न सक्ने छैन, हानि गर्न सक्ने छैन। तर परम प्रभुले ती सबै हाम्रो हातमा सुम्पिदिनु हुनेछ। आमेन। तपाईँ र मेरो जीवनमा आएका विभिन्न परिस्थितिहरू किन नहुन्, आदरणीय प्रभुका दास छोराछोरीहरू, मैले आदर गर्नुपर्ने, मैले मान्नुपर्ने जति पनि तपाईँ र म विश्वासमा हामी बढ्दै अनि हामी हिँड्दै गएका छौँ, तपाईँ र मेरो जीवनमा तपाईँ र मैले परमेश्वरमा आराधना गर्न, परमेश्वरको प्रशंसा गर्न तपाईँ र मैले कहिले पनि छोड्नु हुँदैन। आमेन। जति तपाईँ र मेरो जीवनमा समस्याहरू आउँछ, तपाईँ मेरो जीवनमा खेदहरू चुनौतीहरू आउँछ, पीडा र हामी त्यो निराशको बाटो भएर जान्छौँ, त्यति नै हामी परमेश्वरको वचनलाई उत्साहित भएर घोषणा गर्दै गयौँ भने परमेश्वरले दाउदलाई विजय दिए जस्तै आज परमेश्वरले तपाईँ र मलाई पनि विजय दिनुहुन्छ। आमेन। हालेलुया। हालेलुया। अनि यहाँनिर हेर्दै भनेपछि गोलियत एउटा शक्तिशाली अनि के थियो भन्दाखेरि परिस्थिति योद्धा थिए। गोलियत एकदमै ठुलो, हेर्दै गर्दाखेरि धेरै ठुलो, एकदमै अनि बलिया, हेर्दाखेरि एकदमै डर लाग्दा त्यस्ता किसिमका के थियो भन्दाखेरि परिस्थिति योद्धा थिए। उसले तपाईँलाई थाहा छ, उसले त्यहाँनिर 40 दिनसम्म इस्राएललाई चुनौती दिएको थियो, त्यहाँनिर एकदमै डर दिएको थियो त्यसले, अनि त्यो डर दिएको थियो सबै त्यस कारणले डर दिएको कारण त्यहाँ भएका सबै मानिसहरू डराएर कामिरहेका थिए, डराएका थिए। त्यस समयमा जवान गोठालो दाउद अनि जसले परमेश्वरमाथि विश्वास लिएर अगाडि बढे, जहाँ मानिसहरूले असम्भव त्यहाँनिर मानिसहरूले देखे, अनि त्यो कुरा दाउदले परमेश्वरमा के देखे भन्दाखेरि सम्भव देखेको कुरा हामी यहाँनिर पाउँछौँ। आमेन। हालेलुया। कतिपटक यस्तो समयहरू, चुनौतीहरू तपाईँ मेरो जीवनमा आउँछ, त्यो समयमा तपाईँ र मैले परमेश्वरलाई प्रशंसा दिएर असम्भवलाई पनि ख्रीष्टको आँखाले, उहाँको अभिषेकले तपाईँ र मैले सम्भव देख्ने उहाँको छोराछोरी बन्नुपर्छ। आमेन। हालेलुया। हालेलुया। अनि यहाँनिर हेर्ने भनेपछि अनि तपाईँ मेरो जीवनमा जति ठुलो लडाइँ हुन्छ नि, अनि जति चर्को लडाइँ हुन्छ त्यति नै ठुलो अर्को कुरा के हुन्छ भन्दाखेरि प्रशंसा पनि हुन्छ। के हुन्छ? प्रशंसा। तपाईँ र म कहिलेकाहीँ रेस्लिङ हेरिरहेको बेलामा त्यहाँनिर हेर्नेहरू हुन्छ, पुरा प्रशंसा गरिरहेको हुन्छ। कसको? जित्नेको। त्यो बढी मिलत भएको मान्छेलाई पुरा त्यो उफ्रेर हानिरहेको हुन्छ, त्यसलाई ढालिरहेको हुन्छ। जति ठुलो त्यसको के हुन्छ भन्दाखेरि समस्या हुन्छ, त्यति ठुलो उसको पनि के भइरहेको हुन्छ, परिस्थितिबाट भएर गइरहेको हुन्छ, त्यति नै ठुलो उसको पनि के हुन्छ, प्रशंसा हुन्छ। तपाईँ मेरो जीवनमा प्रशंसा पाउने एउटै मात्र, तपाईँ र म सफल हुने एउटै मात्र उपाय छ कि तपाईँ र मैले हाम्रो जीवनमा गाह्रो परिस्थितिको बेला पनि परमेश्वरको प्रशंसा भुल्नु हुँदैन, छोड्नु हुँदैन। आमेन। हालेलुया। अनि त्यहाँनिर हेर्ने भनेपछि
भनेपछि हामी हेर्ने भने बाइबलमा हेर्ने भनेपछि जब इस्राएलीहरूले मरुभूमि र लाल समुद्र अगाडि त्यहाँनिर के गरे? गनगन गरे। त्यहाँनिर गनगन गरे। हामीले के खानु पाएनौँ, कसो गर्नु पाएनौँ। त्यहाँनिर के भयो भन्दाखेरि गनगन गरे। अनि त्यो गनगन त्यसपछि गएर त्यो गुनासोले समस्यालाई झन् ठुलो देखाउँछ। परमेश्वरको योजनालाई त्यसपछि गएर के गराउँछ? त्यो गुनासोले धमिलो बनाउने काम गर्छ। के गर्छ? धमिलो बनाउने काम गर्छ। अनि यस कारणले गर्दाखेरि तपाईँ र मेरो जीवनमा तपाईँ र मैले के गर्नुपर्छ भन्दाखेरि तपाईँ र मेरो जीवनमा जहिले पनि तपाईँ र मैले गुनासो होइन, तर तपाईँ र मैले परमेश्वरको प्रशंसा गरेर तपाईँ र मेरो जीवनमा आएको आदि बेरीहरूलाई तपाईँ र मैले हटाउने काम गर्नुपर्दछ। आमेन। आज इस्राएलीहरू त्यहाँनिर 15 अनि त्यसपछि गएर करिब हेर्ने भनेपछि 11 दिनदेखि 15 दिनसम्म त्यहाँनिर कनान पुग्नु पर्ने थियो। तर त्यहाँनिर उनीहरूले गनगन गरेको कारणले गर्दाखेरि 40 अनि इस्राएलीहरूले गनगन गरेको कारणले गर्दाखेरि उनीहरू त्यहाँनिर पुग्न सकेनन्। यात्रामा 40 वर्ष लगाए त्यहाँनिर गनगन गरेको कारण। हाम्रो जीवनमा तपाईँ र मैले गनगन होइन, तर हामीले जहिले पनि हाम्रो जीवनमा हामीले प्रभुको प्रशंसा, जति हामीले प्रभुको प्रशंसा गर्छौँ, जति छिटो हामीले परमेश्वरको प्रशंसा गर्छौँ, त्यति नै परमेश्वरले हाम्रो जीवनमा अचम्मको काम, आश्चर्यको काम परम प्रभुले हाम्रो जीवनमा गर्नुहुन्छ। हालेलुया। ताली बजाउनुहोस् त प्रभुलाई। प्रभुले के गर्नुहुन्छ? यसले गर्दाखेरि अनि प्रशंसा भनेको समस्याको बीचमा परमेश्वरको महानता र विश्वासको गीत गाउनु हो। हालेलुया। जतिखेर तपाईँको जीवनमा गाह्रो अप्ठ्यारो परिस्थिति आएको हुन्छ, अघि पार्वती दिदीले भन्दै हुनुहुन्थ्यो मेरो जीवनमा हिजो अचानक रूपमा आयो, गाह्रो भयो भन्दै हुनुहुन्थ्यो। अनि त्यो समयमा उहाँले प्रभुसँग प्रार्थना गर्नुभयो, प्रभु म विश्वास गर्छु तपाईँले मलाई यो कुराबाट निको पारिसक्नु भएको छ। आमेन। अनि त्यसपछि गएर प्रभुले मलाई निको बनाउनु भयो। जति हाम्रो जीवनमा गाह्रो अनि परिस्थिति तपाईँ र मेरो जीवनमा आउँछ भनेपछि त्यति नै हामीले परमेश्वरको के गर्नुपर्छ? हाम्रो जीवनमा हामीले अचम्मको काम र अद्भुतको काम हाम्रो जीवनमा, हाम्रो परिवारमा, सेवामा हामी देख्न चाहन्छौँ भने त्यति नै परमेश्वरको प्रशंसा, उहाँको महानता हामीले हाम्रो जीवनमा गाउन सक्नुपर्छ। आमेन। हामीले गाउन सक्नुपर्छ। अनि यस कारणले गर्दाखेरि गाउनु हो। लडाई जति चर्को छ तपाईँको प्रशंसा पनि त्यतिकै चर्को हुनुपर्छ। प्रशंसा आशिष प्राप्त गर्नको लागि। अनि यो चाहिँ के हो भन्दाखेरि सन्तको रूपमा हो। तर परमेश्वरले त्यसको योग्य हुनुको कारण अनि हुनुभएको कारण परमेश्वर सबै कुराको त्यो योग्य हुनुभएको कारण यो आश्चर्यको कर्म परमेश्वरले हाम्रो जीवनमा परम प्रभुले के गर्नुहुन्छ भन्दाखेरि गर्नुहुन्छ। हरेकको जीवनमा परमेश्वरले त्यो काम गर्नुभएको छ। हालेलुया। अनि अचम्मको काम परमेश्वरले उहाँ हाम्रो जीवनमा उहाँ सबैभन्दा योग्यको भएको कारणले परमेश्वरले अचम्मको काम अनि परम प्रभुले गर्नुहुन्छ। तपाईँले कतिजनाले मायालाई चिन्नुहुन्छ? थाहा छ? त्यो माया, त्यो राजापुरबाट आएको त्यो माया, त्यो शरीर पुरा हड्डी थियो। उसको शरीरमा एक थोपा रगत थिएन। एक दिन त्यो अनि त्यहाँ बाख्रा चराउँदै हुनुहुँदो रहेछ त्यो माया बहिनी, बाइबल समातेर हिँड्नु भएको। अनि त्यो बहिनीले भन्दै हुनुहुन्थ्यो दाजु मलाई तपाईँले त्यो रगत हालिदिनु पर्यो, शरीर मलाई रगत दिनु पर्यो भनेर। बहिनी मैले भने कि बहिनी परमेश्वरले तपाईँको जीवनलाई यत्तिकै छोड्नु हुने छैन। तपाईँ परम प्रभुको नजिकमा जानुहोस्। हामीले तपाईँको निम्ति प्रार्थना गरेका छौँ। परमेश्वरले तपाईँको जीवनमा अद्भुत काम गर्नुहुनेछ। तपाईँको शरीरमा चाहिएको दौडहरू परमेश्वरले पूर्ण रूपमा भरिदिनु हुनेछ। हालेलुया। थाहा छ? बहिनी त्यसपछि गएर उठाएर त्यसपछि गएर जानुभयो। अहिले प्रणालीमा बिहा भएको छ। आमेन। हालेलुया। अनि परम प्रभुले अचम्मको काम परमेश्वरले गर्नुहुन्छ। त्यो बहिनी यति रोएर आएर रुँदै आएर मण्डलीमा प्रार्थना गर्थ्यो। अनि त्यसपछि गएर हामीले त्यो बहिनीको लागि प्रार्थना गऱ्यौँ। प्रभुले त्यो बहिनीको जीवनमा ठुलो काम गर्नुभयो। आमेन। हेर्नुहोस्। अनि बहिनीमा हेर्ने भने चिन्कालाई हेर्ने भने चिन्का दाजुलाई हेर्ने भने लौटनको बुवा क्यान्सर भरतपुर हस्पिटलले भन्यो मलाई क्यान्सर छ, अब केही दिन बाँच्नुहुन्छ, त्यसपछि मर्नुहुन्छ भनेर आशा मारेर डिस्चार्ज गरेर घर पठाइदियो। डिस्चार्ज गरेर पठाइदियो। त्यसपछि
त्यसपछि गएर यहाँबाट गुरुबाहरू अनि पशु दाजुहरू सबैजना गएर त्यहाँ हरेक दिन गएर प्रार्थना गऱ्यौँ। त्यसपछि गएर अनि त्यो काकाले पनि प्रार्थना गर्नु थाल्नुभयो। प्रार्थना गर्दै गर्दा त्यसपछि गएर परमेश्वरले त्यो क्यान्सरको रोगबाट पनि अहिले निको दिनुभयो। आमेन। निको पारिदिनु भयो। प्रभुलाई ताली बजाएर प्रभुलाई धन्यवाद दिउँ। त्यो काकाले जब त्यो बिरामी भएर आउनुभयो अनि केही खाएर जानुहोस् भन्नुहुन्थ्यो कि कुछ खाके जाइयो भन्नुहुन्थ्यो। हामीलाई सधैँ हामी गएर के गर्थ्यौँ? प्रार्थना गर्थ्यौँ। परमेश्वर सबैभन्दा माथि हुनुहुन्छ। उहाँले अद्भुत काम गर्नुहुन्छ। उहाँले लडाइँलाई विजय दिनुहुन्छ। हालेलुया। लडाइँ अन्धकारको शक्तिसँग लड्ने विजय दिने परमेश्वर मात्रै हुनुहुन्छ। तपाईँ र मेरो बलले, तपाईँ र मेरो ताकतले होइन, उहाँको उपस्थितिले मात्रै त्यो कुरा हामीले प्राप्त गर्न सक्छौँ। हालेलुया। आदरणीय दाजुभाइ दिदीबहिनी, आदरणीय बुवाआमाहरू, तपाईँ र मेरो जीवनमा जति नै हामी समस्याले चिप्पिएको अवस्थामा हुन्छौँ त्यति नै हामी प्रभुको अद्भुत अनि उहाँको प्रशंसा गर्न थाल्यौँ भने प्रभुले हाम्रो जीवनमा ठुलो काम गर्नुहुन्छ। आमेन। अनि त्यो बहिनीले त मसँग कतिचोटि भन्यो, त्यस्तै म जस्तै भेट हुनेसँग अरू कतिसँग भन्यो होला, तर एक दिन उसको जीवनमा परमेश्वरले आशालाई भरिदिनु भयो। आमेन। उसको जीवनमा परमेश्वरले त्यो सहायता परम प्रभुले गर्नुभयो। यस कारणले गर्दाखेरि तपाईँ र मेरो जीवनमा अनि परम प्रभुको अलौकिक शक्ति छ। यस कारणले गर्दाखेरि पावल र सिलासलाई पनि हेर्ने हो भने उनीहरू सिलासहरू आराधनाद्वारा जेलमुक्त भए। जब उनीहरूले आराधना गरे त्यसपछि गएर त्यो जेलभित्र अब उनीहरू थुनिएका थिए। त्यो थुनिएको अवस्थाबाट उनीहरू के भए? जेलमुक्त भए। त्यसो भए आज तपाईँ र म पनि आराधनाबाट तपाईँ र मेरो जीवनमा आएको त्यो बन्धनबाट तपाईँ र मैले आराधना गरेर तपाईँ र म पनि स्वतन्त्र हुनुपर्छ। हालेलुया। हालेलुया। तपाईँ र मेरो जीवनमा पनि तपाईँ र म के हुनुपर्छ? स्वतन्त्र हुनुपर्दछ। एउटा उदाहरण छ। एल्स्टाइनमा एउटा के भएछ भन्दाखेरि एउटा अपहरणकारीहरूले एउटा बच्चालाई अपहरण गरेर अनि उनीहरूले के गरे भन्दाखेरि कारागारमा हालेका थिए। अनि त्यो एउटा असल परिवारमा अनि एउटा हुर्किएको भएको कारणले गर्दाखेरि त्यो बच्चाले त्यहाँनिर समस्याको बेलामा पनि मैले के गर्नुपर्छ भनेर त्यो बच्चाले थाहा पाएको थियो। जब उनीहरूले त्यो अनि कारागारमा हाल्नको लागि उनीहरूले कारमा लगेर अनि गइरहेका थिए, त्यसपछि गएर अपहरणकारीहरूले उसको बुवाआमालाई फोन गरेर भन्छन् कि तिमीहरूले हामीलाई यति पैसा दियो भनेपछि तिमीहरूको बच्चा बाँच्छ, नत्र भनेपछि यो बच्चा बाँच्दैन, तिमीहरूको बच्चा हामी छोड्दैनौँ भनेका थिए। तर त्यो बच्चाले, तपाईँलाई थाहा छ, त्यो बच्चा त्यो गाडीभित्र भइरहेको बेला पनि त्यो बच्चाले प्रभुको भजन गाउन, आराधना गर्न, उहाँलाई प्रशंसा गर्न छोडेन। जब तिनीहरूले त्यो बालबच्चाले त्यहाँनिर प्रशंसा गरिरहेको थियो त्यसपछि गएर उनीहरू त्यो सुन्दा वाक्क भए। त्यसपछि गएर बाटैमा छोडिदिए। आमेन। हालेलुया। किन भन्दाखेरि उसले परमेश्वरको प्रशंसा गर्यो। त्यो बच्चाले प्रभुको आराधना गर्यो र परम प्रभुले त्यो कुराबाट कहिले अनि त्यसपछि गएर जसले उसलाई किडन्याप गरेका थिए त्यो कुराबाट पनि परमेश्वरले के गरिदिनु भयो अनि त्यसबाट स्वतन्त्र त्यो समस्याबाट प्रभुले के गर्नुभयो भन्दा त्यो बन्धनबाट पनि परमेश्वरले के गर्नुभयो? छुटकारा दिनुभयो। हालेलुया। हालेलुया। प्रशंसा गर्नुपर्छ। किनभने तपाईँमा अझै पनि के छ भन्दाखेरि त्यो साहस छ। समस्याबाट बाहिर निस्किने सबैभन्दा छिटो उपाय भनेको परमेश्वरको प्रशंसा गर्नु हो। सबैभन्दा तपाईँ र म छिटो त्यो कुराबाट समस्याबाट उम्किन चाहन्छौँ। तपाईँ र म रोगबाट निकाउन चाहन्छौँ। तपाईँ र मेरो जीवनमा भएको त्यो पीडाबाट उम्कन चाहन्छौँ। तपाईँ र मैले जीवनमा हार खाएकाबाट तपाईँ र मैले विजय प्राप्त गर्न चाहन्छौँ। तपाईँ र मेरो जीवनमा असफलताबाट सफलता प्राप्त गर्न चाहन्छौँ भने तपाईँ र मैले सबैभन्दा ठुलो कुरा प्रभुको प्रशंसा गर्नु जरुरी छ। आमेन। यसकारण प्रभुको प्रशंसा गर्नुपर्छ। अनि यसकारणले गर्दा त्यो साहस, त्यो आँट परम प्रभुमा तपाईँ र मेरो कति पनि घट्नु हुँदैन। किन भनेपछि त्यो परमेश्वरको प्रशंसा गर्नु हो। प्रशंसा आश्चर्य कर्मको लागि यो एउटा छुटकारा पनि हो। आमेन। जब हामी प्रशंसा गर्छौँ तपाईँ मेरो हृदयमा लागेका चोटहरू, तपाईँ मेरो हृदयमा बल्झिएका ती खराब कुराहरू, त्यो सबै कुराबाट के गर्छौँ भन्दाखेरि हामीले छुटकारा पनि पाउँछौँ। यस कारणले गर्दाखेरि तपाईँ मेरो जीवनमा
तपाईहरु मेरो जीवनमा यो तपाईँ र मैले प्रशंसा गर्नु धेरै महत्त्वपूर्ण कुरा छ। बाइबलमा हेर्ने भनेपछि त्यहाँनिर गुनासो गरेका छन्। भजन सङ्ग्रहको पुस्तक सबैजनाले निकाल्न सक्नुहुन्छ। भजन सङ्ग्रहको पुस्तक 106 को 24। तब तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्। यसकारण तिनीहरूलाई उजाड स्थानमा विनाश पार्छु भनी उहाँले हात पनि उचालेर शपथ खानुभयो। आमेन। अनि उनीहरूले त्यहाँनिर हेर्ने भनेपछि बाइबलमा हेर्ने भनेपछि उनीहरूले के गरे भन्दाखेरि उनीहरूले के गरेका छन् भन्दाखेरि उनीहरूले परम प्रभुलाई त्यहाँनिर तुच्छ ठानेका छन्। उनीहरूले परमेश्वरको वचनमा विश्वास गरेनन्। उनीहरूले त्यो पापमा के गरे भन्दाखेरि गुनासो गरे, परमेश्वरको आवाजलाई ध्यान दिएनन्। तसर्थ तिनीहरू विरुद्ध शपथ लिँदै हात उठाउनु भएर तिनीहरूलाई मरुभूमिमा त्यहाँनिर के गर्नुभयो, परास्त गर्नुभयो। आज तपाईँ र मेरो जीवनमा समस्याबाट बाहिर निस्किने सबैभन्दा छिटो उपाय भनेको परमेश्वरको प्रशंसा गर्ने हो। जब प्रशंसा गर्छौँ हाम्रो जीवनमा उहाँको अचम्मको काम देख्छौँ। गुनासो गर्दा तपाईँ र मेरो जीवनमा परमेश्वरको आवाजलाई तपाईँ र मैले पुरै रूपमा गुमाउँछौँ। जब तपाईँ र मैले गुनासो गर्न थाल्छौँ, प्रभुले मेरो जीवनमा केही गर्नु भएन, मेरो परिवारमा केही गर्नु भएन, अहिलेसम्म म जस्ताको तस्तै छु, प्रभुको प्रशंसा गर्न जाने छैन, केही गर्न जाने छैन, तर मैले गुनासो मात्रै गरेको छ भनेपछि के हुन्छ भन्दाखेरि सबैभन्दा पहिला सुन्नु उसले के गर्छ, गुनासो गर्दा त्यसले परमेश्वरको आवाजलाई गुमाउँछ। त्यसले परमेश्वरको आत्मालाई संवेदनशील होइन, सुन्न नसक्ने अवस्थामा पुर्याउँछ। गुनासोले तपाईँलाई परमेश्वरको मार्गदर्शन प्रणालीबाट अलग पार्दछ, जसको कारण उहाँको आवाज तपाईँको लागि झन् दुर्बल अझै तपाईँ सुन्न नसक्ने तपाईँ हुँदै तपाईँ र म के हुन्छौँ भन्दाखेरि जान थाल्छौँ। यसकारणले गर्दा प्रभुको वचनमा तपाईँ र मैले जहिले पनि प्रभुले गर्नुभएको अचम्मको काममा चाहिँ हामीले विश्वास गर्नुपर्छ। प्रभुलाई हामीले प्रशंसा दिनुपर्दछ। प्रभु मेरो जीवनमा यो रोगबाट तपाईँले निको बनाउनुहुन्छ, मेरो जीवनमा आएको आँधी र तुफानबाट, मेरो जीवनमा आएको समस्याबाट तपाईँले मलाई निर्मूल पार्नुहुन्छ भन्ने किसिमको तपाईँ र मैले परमेश्वरको वचनमा हामीले विश्वास गरेर वचनलाई तपाईँ र मेरो जीवनमा घोषणा गर्न सक्नुपर्दछ। आमेन। यहाँनिर इस्राएलीहरूले पनि निरन्तर गनगन गरेको कारण प्रतिज्ञा गरेको देश गुमाए। जति बढी गनगन गर्नुहुन्छ त्यति नै परमेश्वरबाट कम जवाब पाउनुहुनेछ। यो व्यभिचार र हत्याभन्दा पनि सानो पाप होइन, किनभने गुनासो अविश्वासीको स्वर हो। गुनासो भनेको के हो? अविश्वासीको स्वर हो। प्रभुले मेरो जीवनमा कहिले काम गर्नुहुन्न भन्ने एउटा त्यो स्वर मात्रै सुन्छ, मेरो जीवनमा प्रभुले काम गर्नुहुन्छ भन्ने कुरा उसले कहिले पनि सुन्दैन। त्यो के हो भन्दाखेरि अविश्वास, उसको के हो भन्दाखेरि अविश्वासीको स्वर हो, जसले तपाईँलाई परमेश्वरको योजना र आवाज दुवैबाट के गर्छ, टाढा लैजान्छ। यसकारण प्रभुको प्रशंसा गर्न तपाईँ र मैले कहिले पनि भुल्नु हुँदैन। भजनकारले यहाँनिर लेखकले तपाईँ र मैले अघि नै हेऱ्यौँ बताएका छन्, परमेश्वरले गनगन गर्नेहरूलाई एक इन्ची पनि स्थान दिनुहुन्न, बरु उहाँको हात तिनीहरूका विरुद्धमा उठ्छन्। गनगन गर्ने व्यक्तिहरूले आफैलाई परमेश्वरको विरुद्धमा उभ्याउने गर्छन्, जुन अति भयानक कुरा हो। तर आनन्दको ध्वनिले परमेश्वरको बाहुली हामीमाथि आउँदछ। आमेन। जब हामी प्रभुको प्रशंसा गर्छौँ, जब हामी उहाँको आराधना गर्छौँ, जब हामी आनन्द साथ दुःख र कष्टमा पनि उहाँको उपस्थितिमा जान्छौँ, त्यो कुराले परमेश्वरको उपस्थिति हाम्रो जीवनमा ल्याउने गर्दछ। आमेन। हामी माथि आउने गर्दछ। शैतानलाई थाहा छ, शैतान जान्दछ कि हामीले गाउने गीत कति शक्ति छ, हामीले गाउने गीतमा कति धेरै शक्ति छ, त्यसमा पावर छ भन्ने कुरा, परमेश्वरको उपस्थिति छ भन्ने कुरा शैतानलाई राम्रोसँग त्यो गीतमा कति शक्ति छ भन्ने थाहा छ। प्रशंसाको गीतमा छुटकाराको सामर्थ्य लुकेको हुन्छ। गीत गाउनु नै आश्चर्य कर्मको सुरुवात हो। परमेश्वरका प्रतिज्ञाहरू तपाईँले गाउने गीतहरूमा प्रकट हुन्छ। आमेन।
तपाईँ दुःखमा हुँदाखेरि पनि आफूले गाउन कहिले नछोड्नुहोस्। हालेलुया, हालेलुया। गाउन कहिले नछोड्नुहोस्। यी कारणले शैतानले तपाईँलाई गाउनु हुने गीतलाई अति धेरै घृणा गर्छ। के गर्छ? तपाईँले जुन गीत गाएर तपाईँ प्रभुको उपस्थितिमा जाँदै हुनुहुन्छ नि, त्यही गीत गाएको देखेर शैतानले के गर्छ? तपाईँ र मलाई कतिपटक घृणा गर्छ र घृणा गर्दछ। ती गीतहरूले हाम्रो आत्मिकताको गहिराइलाई छुनुहुन्छ र हामीलाई स्वर्गतर्फ केन्द्रित त्यो गीतद्वारा, परमेश्वरको वचनद्वारा तपाईँ र मलाई केन्द्रित गराउनुहुन्छ। ताली बजाएर प्रभुलाई धन्यवाद दिनुहोस्। जब हामी आनन्द साथ परमेश्वरको आराधना गर्छौँ, प्रभुसँग हामी रमाउँदछौँ भने शैतान के हुन्छ? रुन्छ। हालेलुया, रुन्छ शैतान। जब हामी आनन्दसँग गाउन सुरु गर्छौँ, हाम्रो यात्रा स्वर्गतिरको हुन्छ। हाम्रो यात्रा हामी स्वर्गतर्फ हामी के हुन्छौँ? केन्द्रित हुन्छौँ। यस कारणले गर्दाखेरि अनि हामी यहाँनिर हेर्ने भने मानिसहरूले पाउल र सिलासलाई त्यहाँनिर के गरे? सजाय दिए। के गरे अरे? सजाय दिए। उनीहरूले नाङ्गो बनाएर कुटपिट गरे, साङ्लाहरूले बाँधे प्रियहरू। अनि त्यहाँनिर बाँधिसकेपछि स्थानीय झ्यालखानको सबैभन्दा भित्री कोठरीमा कैद गरियो उनीहरूलाई। उनीहरूको शरीरमा चोट लागेको थियो अनि दुखेको थियो, तर पनि आफ्नो मुख खोलेर चर्को स्वरले गीत गाएर परमेश्वरको प्रशंसा गर्ने निर्णय गरे। हालेलुया, हालेलुया। निर्णय गरे। गीतले भरिएको ओठ शक्तिशाली हतियार हो। हालेलुया। अनि गीतले भरिएको ओठ के हो? शक्तिशाली हतियार हो। आज जब तपाईँ र म प्रभुको प्रशंसा गर्छौँ नि, त्यो तपाईँ र मेरो हतियार हो। हालेलुया। सबैले भन्नुहोस् त, हामीले गरेको प्रशंसा हाम्रो हतियार हो। हामीले गरेको प्रशंसा हाम्रो हतियार हो। हालेलुया। त्यस कारणले गर्दाखेरि उनीहरूले के गरे? परमेश्वरको प्रशंसा गरे, निर्णय गरे। अनि गीतले भरिएको ओठले शक्तिशाली उनीहरूको के भयो? हतियार। आज तपाईँ र मेरो जीवनमा हेर्ने भने पनि तपाईँ र मैले सदैव हाम्रो जीवनमा यो पाउल र सिलास जस्तो तपाईँ र मेरो जीवन त भएको छैन होला, तर त्यो तपाईँ र म कुनै पनि परिस्थितिमा, तपाईँ र मलाई कुनै पनि परिस्थितिले तपाईँ र मलाई जेलमा जस्तै राखेको अवस्था हुनसक्छ। तपाईँ र मैले पनि प्रभुको प्रशंसा गऱ्यौँ भने रोगमा हुन सक्छौँ, शोकमा हुन सक्छौँ, पीडामा हुन सक्छौँ, त्यो रोगको त्यो जेलभित्र हुन सक्छौँ। तर जब हामी प्रभुसँग प्रशंसा गर्छौँ, प्रभुले त्यो कुराबाट तपाईँ र मलाई मुक्त गर्नुहुन्छ। आमेन, हालेलुया, हालेलुया। अनि यहाँनिर हेर्ने भनेपछि त्यहाँनिर केवल आराधनाका गीतहरू सुन्ने मात्रै तपाईँ र मैले नगरौँ। तपाईँ र मैले आराधनाका गीतहरू सुन्ने मात्रै नगरौँ। शैतानलाई हामीले गाउने गीतमा कति शक्ति छ थाहा छ। प्रशंसाको गीतमा छुटकारा र सामर्थ्य लुकेको छ। आज यस कारणले गर्दा हामीले सुन्ने मात्रै नगरौँ। त्यहाँनिर हेर्नु भने पाउल र सिलासले जस्तै गाएर बन्धनहरू टुटेको अब आफ्नै जीवनमा पनि अनुभव गर्नुहोस्। हालेलुया। जसरी उनीहरूले गाए, उनीहरूको जीवनको बन्धन टुट्यो। आज तपाईँ र मेरो जीवनमा पनि त्यो बन्धनबाट भएर गइरहेका छौँ भनेपछि तपाईँ र मैले पनि त्यो गाएर तपाईँ र मैले आफ्नो जीवनमा त्यो अनुभव गर्नु अति नै महत्त्वपूर्ण कुरा छ। हालेलुया, हालेलुया, हालेलुया। आज तपाईँ र मैले अनुभव गर्नुपर्छ। यदि तपाईँले समस्याको बिचमा परमेश्वरको आराधना गर्न आफ्नो मुख खोल्नु भयो भने स्वर्ग चुप त्यत्तिकै बस्ने छैन। आमेन। स्वर्ग त्यत्तिकै चुप बस्ने छैन। यो एउटा आश्चर्य कर्मको एउटा के हो? प्रमाण अथवा सूत्र पनि हो। यसले के गर्छ? तपाईँ र मलाई छुटकारा दिने काम गर्छ। आमेन। अनि यशायाको पुस्तकमा हेर्ने भने बाइबलमा त्यहाँनिर मिठो कुरा लेखिएको छ। यशायाको पुस्तक 54:1 मा हेरेर यसरी लेखेको छ, हे बाँझी स्त्री कहाँ के अरे? बाइबलले के भन्यो? हे बाँझी स्त्री। अनि बाँझी स्त्री गीत गा, हे सुत्केरी पीडामा कहिले नपरेकी स्त्री, त जसले कहिले बालक जन्माएकी छैनस्, आनन्दले करा। हालेलुया। यहाँनिर के भनेको छ भने तपाईँ र म, तपाईँ र मेरो जीवनमा साँच्चै त्यो परमेश्वरको अलौकिक सामर्थ्य, अलौकिक अचम्मको कार्य हामीले देख्न चाहन्छौँ भने, हाम्रो जीवनमा अनुभव गर्न चाहन्छौँ भने तपाईँ र म प्रभुको प्रशंसा गर्दै गराउनु धेरै महत्त्वपूर्ण कुरा छ। आमेन। यहाँनिर त्यही कुरा भनेको छ। अनि यहाँनिर यसैयाले
परमेश्वरको वचनले यो उजाडपनामा पनि अनि भविष्यको अनि उज्जवल आशाको त्यहाँनिर के गर्छन्, नक्सानपन देखेका छन्। जब त कराउँछस् अनि तिमी कराउँछौ, तिम्रो जीवनमा परमेश्वरले ठुलो काम गर्नुहुन्छ भन्ने कुरा। अनि यहाँनिर एउटा बाँझोपन भनेको के हो भन्दाखेरि, बाँझोपन भनेको एउटा श्राप जस्तै हो। अनि बाँझोपन एउटा अनि श्राप हो भन्नाले कुनै पनि प्रकारको फलदायी नभएको। आज तपाईँ र मेरो जीवनमा बाँझोपन हुनसक्छ, तपाईँ र म प्रार्थना नगर्ने। आज विश्वासीहरूको जीवनमा के छ, 2 मिनट प्रार्थना गर्यो, अब विश्वासीहरू अलिकति आर्थिक रूपमा उन्नति भइसकेपछि, उन्नतिमा अलिकति बढिसकेपछि अब के भयो, परमेश्वरलाई सबै थाहा त छ। 2 मिनट प्रार्थना गर्यो, 1 मिनट प्रार्थना गर्यो, त्यसपछि गएर झुक्क पारेर सुतिहाल्यो। अथवा कहाँ काम गर्न जानु छ, 2 मिनट प्रार्थना गर्यो, त्यसपछि गएर गइहाल्यो। किन भन्दाखेरि तपाईँले मेरो जीवनमा त्यो प्रार्थनाले अनि त्यो परमेश्वरको अनि अभिषेक, परमेश्वरको अचम्मको काम हामीहरू देख्न सक्दैनौँ। हाम्रो जीवनमा त बाइबलले भन्छ गर, हालेलुया। जब तपाईँ मेरो जीवनमा त्यो परिस्थितिबाट भएर जान्छौँ, प्रभुमा कराउनु पर्यो, हालेलुया। तपाईँ मेरो जीवनमा त्यो फल ल्याउनु छ भने, आत्मिक फल ल्याउनु छ, प्रार्थना गर्ने, प्रभुको वचन पढ्ने, उहाँको उपस्थितिमा पढ्ने कुरा छ भने तपाईँहरूमा के हुनु पर्यो, गर्नु पर्यो, आवाज खोलेर प्रभुसँग प्रार्थना गर्नु पर्यो। आज तपाईँ मेरो जीवनमा धेरैको परिवारमा कतिपटक त्यो परिवारमा त्यो फलहरू नभएको कुरा हामी देख्न सक्छौँ। बाइबलमा हेर्ने भने अनि साराको जीवनमा हेर्ने भने साराको बच्चा थिएन, प्रभुले त्यहाँनिर दिनुभयो, छोरा दिनुभयो। आमेन। रेबिकालाई हेर्ने भने पनि त्यही छ। हन्नालाई हेर्ने भने पनि हन्नाले धेरै प्रार्थना गर्छिन्। हन्नाले प्रार्थना गर्दै गर्दा तिमी त मद खाएर माथिकी स्त्री छौ भनेर अनि त्यहाँनिर थुप्रै मान्छेले, बाहिरको मान्छेहरूले त्यहाँनिर भन्छन्। किन भन्दाखेरि जब उनले प्रार्थना गरिन्, प्रभुसँग रुन्छिन्, प्रभुसँग लुटोपुटो हुन्छन्, उनको जीवनमा परमेश्वरले सामेल दिनुहुन्छ। आमेन, हालेलुया। अनि परमेश्वरले उनलाई के दिनुभयो, सन्तानको फल दिनुभयो। हालेलुया। तपाईँले मेरो जीवनमा पनि त्यस्तो कुराहरू तपाईँले मैले पाउँछ भनेपछि पाउनको लागि तपाईँले मैले धेरै परमेश्वरको प्रशंसा गर्नु अति महत्त्वपूर्ण कुरा छ। अनि यस कारणले गर्दाखेरि यहुदी परम्परामा गीत गाउनु र जय जयकार गर्नुले परमेश्वरको हस्तक्षेपलाई निम्तो दिँदथ्यो। हालेलुया। अनि त्यहाँनिर के गर्थ्यो भन्दाखेरि रोक्न सक्दैन थियो। यो विश्वास र आराधनाको क्रियाकलापले के गर्दछ भन्दाखेरि हाम्रो जीवनमा बाँधिएका कुरालाई पनि खोल्ने काम हाम्रो जीवनमा त्यो कुराले गर्ने काम गर्दछ। यस कारणले गर्दाखेरि विश्वासद्वारा गरिने यो कार्य ऋतुहरू परिवर्तन गर्दछ, नवीकरण ल्याउँदछ र परमेश्वरको करार रूपी प्रतिज्ञा हाम्रो जीवनमा परमेश्वरले के गर्नुहुन्छ, जुन प्रतिज्ञा परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको छ त्यो प्रतिज्ञा परमेश्वरले हाम्रो जीवनमा पुरा गर्नुहुन्छ। हालेलुया, हालेलुया। गणगण गर्ने बानी परमेश्वरलाई सबैभन्दा मन नपर्ने बानी हो। सबैले भन्नुहोस् त, गणगण गर्ने बानी सबैभन्दा परमेश्वरलाई मन नपर्ने कुरा हो। सबैले भन्नुहोस् त, गणगण गर्ने बानी परमेश्वरलाई सबैभन्दा मन नपर्ने बानी हो। हालेलुया। यो गुनासो गर्नु भन्ने शब्द हिब्रू भाषाको लोइन भन्छ। लोइनबाट आएको जसको अर्थ हुन्छ कि तपाईँ र मेरो जीवनमा कुनै कुरा हुँदैछ भने त्यो कुरालाई रोकिनु। के हो त्यो कुरा? रोकिनु हो। एकै ठाउँमा अडिएर बस्नु हटिनु हो। गुनासोले तपाईँको प्रगति र विकासमा अवरोध ल्याउँछ। तपाईँले जुन काम गर्न खोज्नु भएको छ त्यसमा के गर्छ? त्यसले रोक्ने काम गर्छ, विकासमा अवरोध ल्याउने काम गर्दछ। त्यसले के गर्छ भन्दाखेरि एकदमै रोक्ने काम गर्दछ, अवरोध ल्याउने काम गर्दछ। अल्स्टसले अनि यहाँनिर यसरी भनेका छन् कि गुनासोले थकित ल्याउँछ। जो मान्छेले बढी गुनासो गर्छ नि त्यो मान्छे धेरै थाकेको हुन्छ भनेका छन्। गुनासोले थकित ल्याउँछ, गुनासोले तपाईँको ऊर्जामा ह्रास ल्याउँछ अनि ह्रास आउँछ, तर यसले भोलिको समस्यामा समाधान यसले गर्न सक्दैन। आमेन। यस कारणले गर्दाखेरि तपाईँ र मैले गुनासो होइन प्रभुसँग, तपाईँ र मैले प्रभुको प्रशंसा हामीले गर्नुपर्छ। आमेन। जसरी दाउदले लडाइँ जितेका छन्, हन्नाले त्यहाँनिर सन्तान प्राप्त गरेकी छिन्। हालेलुया। अनि पाउल र सिलासले जेलबाट उनीहरूले छुटकारा प्राप्त गरेका छन्। तपाईँ र मेरो जीवनमा पनि
त्यो प्राप्त गर्ने हो भने तपाईँ र मेरो जीवनमा त्यो कुरा धेरै महत्त्वपूर्ण कुरा छ। हालेलुया, हालेलुया, हालेलुया। यस कारणले गर्दाखेरि गुनासो होइन। योसेफ पीडामा थिए, एकदमै योसेफ के थिए भनेर आफ्ना दाजुभाइबाट आफ्ना सबै कुराबाट उनी के थिए, एकदम पीडित थिए। तर उनले कहिल्यै गुनासो गरेनन्। उनले जानेका थिए कि गनगन गरेर उनको सपना पुरा हुने छैन, बरु झन् झन् उनको सपना के हुनेछ, रद्द हुनेछ। यस कारणले गर्दाखेरि यसो पनि के गर्नुभयो, उजाड स्थानमा त्यहाँनिर के गर्नुभयो भन्दाखेरि हुनुहुँदा शैतानले उहाँलाई परीक्षा गर्न आयो। तर उहाँले के गर्नुभयो, लिखित परमेश्वरको वचनलाई घोषणा गर्नुभयो। तपाईँ मेरो जीवनमा पनि त्यो समस्या नआउलान् भन्न सकिँदैन। यस कारणले गर्दा तपाईँ मेरो जीवनमा पनि त्यो समस्या आउँछ। यस कारणले गर्दा तपाईँ मैले अनि हाम्रो जीवनमा तपाईँ र मेरो जीवनमा तपाईँ र मेरो जहिले पनि तपाईँ र मेरो जीवनमा जसरी परमेश्वरले लिखित वचनद्वारा त्यहाँनिर अनि परमप्रभुले घोषणा गर्नुभयो, तपाईँ र मेरो जीवनमा पनि तपाईँ र मेरो उजाड स्थानमा पनि तपाईँ जसले तपाईँ र मलाई एकदमै साँगुरो बनाएको छ, त्यसलाई तपाईँ र मैले के गर्नुपर्छ, परमेश्वरको वचनलाई घोषणा गरेर त्यसलाई हटाउने काम गर्नुपर्दछ। आमेन। अनि तपाईँ र मैले त्यही काम गर्नुपर्छ। तपाईँको गोलायतको नाप होइन, त्यो कति अग्लो छ, कति चौडा छ, कति बलियो छ, कति त्यो मोटो छ, त्यो कुरालाई हामीले हेर्ने होइन। त्यसको नापलाई, त्यसको तौललाई हेर्ने होइन, तर वचन घोषणाको नाप तौललाई हामीले गर्नुपर्छ। जहिले पनि प्रभुको वचनले जस्तो सुकैलाई पनि प्रभुको वचनले ढाउन सक्छ। आमेन। आफ्नो गोलायतको सामना मुख बन्द गरेर होइन, विश्वासपूर्वक परमेश्वरको वचन घोषणा गरेर गर्नुहोस्। तपाईँको गोलायतले तपाईँको आवाज सुन्न जरुरी छ र त्यो ढल्न जरुरी छ। आमेन। यस कारणले गर्दाखेरि तपाईँ मेरो जीवनमा प्रशंसाको गीत आश्चर्य कर्मको एउटा प्रमाणको एउटा सूत्र पनि हो। आमेन। जति प्रभुको प्रशंसा गर्छौँ, जति प्रभुको आराधना गर्छौँ, त्यति नै तपाईँ मेरो जीवनमा भएका बन्धनहरू सबै टुटेर जानेछ। आमेन। यस कारणले गर्दाखेरि आउनुहोस्, तपाईँ र म पनि त्यो बन्धनमा छौँ भने, कुनै न कुनै त्यस्तो बन्धनमा तपाईँ र म छौँ भने आज प्रभुसँग भनौँ, प्रभु म यो समस्याबाट बाहिर निस्कने सबैभन्दा छिटो उपाय प्रभु तपाईँ परमेश्वरको प्रशंसा गर्ने कुरा हो भन्ने कुरा आज यो दिउँसोको समयमा मैले तपाईँको जीवित र क्रियाशील वचनबाट मैले सिकेको छु। प्रभु मलाई तपाईँ प्रभुले आज त्यो दाउद जस्तै तपाईँले बनाउनुहोस्, त्यो पाउल र सिलास जस्तै प्रभु मलाई बनाउनुहोस्। प्रभु एउटा त्यो बच्चाले जस्तो एउटा असल परिवारमा हुर्केको बच्चाले जब ऊ किडन्याप भएर गइरहेको थियो, त्यो समयमा उसले परमेश्वरमा भरोसा गरेर प्रभुको प्रशंसा गरेको थियो। प्रभु आज यो मेरो जीवनमा आएको यो परिस्थिति पनि प्रभु म तपाईँको प्रशंसा गरेर मेरो जीवनमा आएका ती सबै कुरालाई म हटाउने छु। पाउल र सिलासले पनि यसै गरिकन प्रभुको प्रशंसा गरे। उनीहरूको जीवन उनीहरूलाई एकदमै कुनामा एउटा काठको ठिमुरोमा उनीहरूलाई राखिएको थियो। जब उनीहरूले प्रभुको आराधना गरे, त्यो झ्यालखानका ढोकाहरू, झ्यालहरू सबैहरू त्यहाँनिर कैदीहरूका हातमा लागेका साङ्लाहरू पनि खुले, उनीहरूको हातमा लागेको साङ्लाहरू खुले। आज तपाईँ मेरो जीवनमा कुन कुराले तपाईँ मेरो आत्मालाई मानेको छ, तपाईँ मेरो